These are lovely berries. Berries. Energy buddy, man. Bloody awesome, man. Original, organic. Yep. कहाँ जाँदैछ मामा? Oh, we're going to Lasune. लसुने. ए कालो कालो बुङ्गुर तेरीमा धराने सुँगुर भेना बिना त पानी बिनाको माछा जस्तो तडपिने रहेछ. भेना हिजो के गरेको हामीले भनिदिउँ ल. अब मेरो इटामा राख्छ इटा ए गयो हजुर गयो. कति हो सेलको ल यो 20 करोड हो 20 करोडको जति आउँछ त्यति दिने. यो 20 करोडको सेलरोटी रे दादा कति महँगो. सालीलाई पनि खुवाउनु परिहाल्यो. आमा तिम्रो त फेरि स्टाइल पनि अर्कै खाए जस्तो छ त. ए ल साली भेनाको ल चेयर्स यस्तो हुन्छ है हाम्रो फेरि यहाँ मेलामा. साली भेनाको हैन अब यो चाहिँ सेलरोटी खानु सालीको सेलरोटी. सालीको सेलरोटी खान्न छिटो. कस्तो मिठो छ. सालीको सेलरोटी त नखायो नि. मिठो भएन. ठुस हेलो भेना झोरले किले खबर ठिकैले ए अरे म राख्छु तर नमस्ते जोडले शुभ बिहानी सबैजनालाई मेरो ब्लगमा एकमुष्ट स्वागत गर्न चाहे. आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला. अनि आज चाहिँ हामी ठ्याक्कै तेह्रथुमको बसन्तपुरमा बसेको चाहिँ 10 दिन भयो. सो या फिल्म बारुको हामी बिहाइन्ड द सिनमा छौँ, सुटमा छौँ. सो सबै कुराहरू राम्रै भइरहेछ. बस यो मौसमले गर्दा चाहिँ अलिकति दुःख पाइएको छ. कहिले कुहिरो लाग्छ, कहिले असिना सर्छ, कहिले हिउँ झर्छ, कहिले के हुन्छ, पानी पर्छ. त्यसले गर्दा चाहिँ अलिकति 10-15 दिन केही लम्बिन सक्छ यो सुट. तर गाह्रो चाहिँ बिचरा प्रडक्सन टिमलाई, प्रड्युसरहरूलाई चाहिँ साह्रै मर्का पार्नेछ यसले. तर पनि अब सबै कुराहरू म्यानेज चाहिँ भइरहेछ. तर ठाउँ चाहिँ एकदमै दामी बस्नलाई. तर त्यही हो, मौसमले चाहिँ अलिकति धोका दिएकै हो. आज पनि हामी लसुने जानुपर्ने. लसुने चाहिँ आज हाम्रो मेलामा सुट रहेछ. एकदमै रमाइलो त्यहाँ हुनेवाला छ. अनि लसुने चाहिँ किन भनेको त्यो ठाउँको नाम भन्दा चाहिँ त्यहाँ धेरै लसुन फल्ने भएर अरे. अब त्यो हो कि होइन त्यो त अब त्यहाँ गएर थाहा होला. अब तपाईँहरू कतिलाई पनि थाहा होला. लसुनेमा चाहिँ तेह्रथुमको लसुनेमा चाहिँ लसुन धेरै फल्छ अरे. सो हेर हो कि होइन. सो या आज चाहिँ मेलामा अब अलिअलि रमाइलो के छ अरे. सो हेरौँ. तर आज हेर्नु न, फेरि मौसमले फेरि हामीलाई च्यालेन्ज गरिरहेको छ. यसरी फनक्क फर्काउँदाखेरि त हेर्नुहोस् त यहाँ पुरै फेरि हुस्सो कुहिरोले अब केही देखाएको छैन. अब यो त यहीँ नजिक भएर देखा हो. यहाँ चाहिँ हाम्रो स्कुल रहेछ. यहाँ चाहिँ स्कुल बालावनको पो याद आयो. ल भर्खर स्कुल जाने टाइम भइरहेको रहेछ. यो 9 बजिरहेछ. अनि यता चाहिँ हाम्रो चर्च पनि रहेछ यहीँ. ल यस्तै छ. सो अब हामी लसुने जान आँटेको. मामा पनि रेडी हुँदै हुनुहुन्छ. सो मामाको चाहिँ आज सायद लास्ट सर्ट बाँकी होला. मामाको अलमोस्ट सकिसक्यो थोरै. सो हेरौँ आजको दिन कस्तो हुन्छ. सो नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब पनि ठोकिदिनु होला भन्दै हाम्रो चदर फ्यामिलीले चाहिँ अब भ्लग इन्जोय गर्नु होला है त. जय बारु. फिल्मको नाम बारु नबिर्सिनु होला है. फेरि पछि आयो भने को हो यो, को बारु के हो यो, को कसको हो भन्नु होला. फेरि यत्रो दुःख गरिरहेछ. यसो हलसम्म गएर त हेर्नु पऱ्यो नि त होइन र. र अर्को कुरा चाहिँ म जाँदा के भन्न चाहन्छु भने
भ्लगिङ च्यानलमा चाहिँ मैले म्युजिक हाल्न नमिल्ने रहेछ। मैले पछिल्लो समय मेरो आमा बुवा मेरो 3 भाइलाई राखेर गरेको थिएँ अनि त्यहाँ अलिकति टेक्निकल प्रब्लमहरू पनि आइरहेछ। सो मैले म्युजिकको काम चाहिँ अर्को च्यानलमा हाल्ने भएको छु। सो म्युजिकको नाम चाहिँ चतर चतर स्टुडियो भनेर पनि छ। मैले तपाईँहरूलाई डिस्क्रिप्सनमा लिङ्क पनि राखिदिन्छु। या त अगाडि स्क्रिनमा चतर चतर स्टुडियो मेरो एउटा रातो ब्याकग्राउन्डमा कालो फोटो पनि छ। अनि अहिले अलमोस्ट केही पनि नहाल्दा पनि यति धेरै माया देखाइदिनु भएको छ कि 2000 सब्सक्राइबर कटिसकेको छ भने अब म 10,000 सब्सक्राइबर पुग्न साथ एउटा म्युजिक भिडियो लन्च गर्दैछु। सो होप फर द बेस्ट भन्दै त्यहाँ पनि सब्सक्राइब गरिदिनु होला। यदि हाम्रो चतर चतर फ्यामिलीबाट बिलोङ गर्नुहुन्छ भने चाहिँ यता च्यानल पनि सब्सक्राइब गरिदिनु होला है त मेरो म्युजिकको। किनभने मेरो 3टा प्रोजेक्ट आउँदैछ, फेरि यो भ्लगिङ च्यानलमा चाहिँ हाल्न मिलेन, त्यही भएर मैले उता म्युजिक च्यानलमा हाल्छु। सो तपाईहरु त्यहाँ गएर पनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र अब हामी एकछिनमा अब लसुने हुन्छ है, कता गएर भेट्छौँ। इन्जोय द भ्लग। मामा दर्शन आफ्टर लङ टाइम फेरि बसन्तपुरमा तपाईँ बसन्तपुरमा म, तर हामी कहाँ कहाँ थाहा भएन। तर एनिवेज गुड लक। गुड लक। हामी कहाँ जाँदैछौँ मामा? वी गोइङ टु लसुने। लसुने। ओके मामा, हैव अ नाइस डे। हैव अ नाइस डे। लसुनेमा भेटौँ। ओके। मामा टिप्दै हुनुहुन्छ के हो, तर मामालाई पनि थाहा छ कि नै। These are lovely berries. Berries. And हलिउडमा यो बेरिजको लागि मान्छेहरू मार हुन्छ। हो? Oh yes. एक्सपेन्सिभ छ है? उनीहरूले सुकाएर बेच्छ नि। वाउ, ल हेर्नुहोस् त यहाँ हामी नेपालमा फल्ने हाम्रो ऐसेलु भन्छ अरे नेपालीमा, अनि इङ्ग्लिसमा बेरिज। वाउ, अहिले हामी यहाँ ऐसेलु खान झरेको। कस्तो रहेछ? टर्रो? दामी। मिठो? अब मामाले मिठो भनेपछि त अब खानै पर्ने भयो। एनर्जी नै बढ्यो। के भयो अरे मामा? Energy बढ्यो man. Bloody awesome man. Original organic. Yep. आलु पराठा फ्लप हो क्या? दिस इज सो गुड। ल ऐसेलु पनि खान पाइने भयो। वाह, क्या मिठो। कतिजनाले ऐसेलुको रुख मिस गर्नुभयो, ऐसेलुको फल मिस गर्नुभयो, मलाई थाहा छैन। सबैजना बाहिर युके, युएस, हङकङ, दुबई, कतार, साउदी सबै। अब हामी यहाँ गाउँले हेर्नुहोस्, ऐसेलु खान्छौँ, यसरी चट्ट टिप्छौँ, ऐसेलु खान्छौँ, शरीरमा फुर्ती ल्याउँछौँ, बलियो महसुस गर्छौँ भन्ने कुरा न हो। हामी पनि कहिले काहीँ गाउँघरतिर डुल्दाखेरि हो, तर सानसानोमा त्यो जङ्गल हिँड्दै कता ऐसेलु कता छ भन्दै त्यो खाएको चाहिँ याद आयो। साह्रै मजा आयो। अघि लसुनेमा हामीले ऐसेलु पनि खायौँ। हामी त्यो लसुनेको बजार कटेर अगाडि खाएको हो भने अब चाहिँ म तपाईँहरूलाई आजको सुट हुने ठाउँ देखाउन जाँदैछु, लसुनेको फुटबल ग्राउन्ड। अनि यहाँ चाहिँ हाम्रो आज सबै रिमेनिङ पार्टहरू चाहिँ सुट हुँदैछ। कस्तो ब्युटिफुल प्लेस, अमेजिङ प्लेस। अब यहाँ गीत बजिरहेछ, मेरो कपिराइट लाग्छ, सो एकछिनमा भेटौँला हामी। तर आजको सुट हुने ठाउँ चाहिँ यही हो है साथीभाइहरू, एकदम राम्रो छ। ल अब कुम्लो सुम्लो बोकियो होइन, त्यही त हो नि। अब जीवन भनेकै कहिले कुम्लो पनि बोक्नु पर्यो, कहिले गर्लफ्रेन्ड बोक्नु पर्यो, कहिले बुढी बोक्नु पर्यो, कहिले जीवनका भारहरू बोक्नु पर्यो, कहिले खुसी बोक्नु पर्यो। जीवन बोकेर जाने भयो। जबसम्म माटोमा मिलिँदैन भएन तबसम्म यस्तै हो। अब छिटोभन्दा छिटो छोरो पनि बोक्नु पर्यो। आजको बारेमा ल दुई शब्द केही बोलिदिनुहोस् होइन। आज अब यहाँ अब हाम्रो गाउँमा होइन मेला लागिरहेछ मगर गाउँमा। अब सबै मगर्नेहरू हुनुहुन्छ हाम्रै कम्युनिटीको। सो कति खुसी लाग्दो रहेछ क्या, त्यो भित्रैबाट एक खालको इनर्जी, त्यो फिलिङ्स आउने क्या। सो एकदम खुसी लाग्यो होइन आज त। ल हेर्नु त त्यहाँ अझै के हो थाहा छैन, तपाईँ गएर आउनु नि त्यहाँ। ल म यता पुगेर आएँ है त। ल दाजु झोरले है, हजुर झोरले
आज हामी यो कुन गाउँमा छौँ ल? हामी अहिले तपाईँको लालीगुराँस नगरपालिका तेह्रथुमको सुग्नाम भन्ने ठाउँमा छौँ हजुर। ए हजुर, यहाँ टोटल्ली मगर बस्ती है? हजुर मगर बस्तीहरू सबै यो मगर बस्ती। हाम्रो लगभग 113 घर छौँ। लगभग कति जति मगरको यहाँ जातिहरू चाहिँ भेट्न पाइन्छ? यहाँ भनेको तपाईँको लगभग हामी 9-10 खालको जाति छौँ है। जस्तै आले छौँ, तपाईँको केप्चाकी, लुम्चे, तपाईँको लाई थापा, राणा, कुमार, आले थुप्रै छौँ हजुर यहाँ। ए हजुरको शुभ नाम दाजु? मेरो टेक राणा मगर हजुर। टेक राणा, ल हस् धन्यवाद। आज हामी विशेष गरी दाजुले भनिसक्नुभयो यहाँ मेला लागेको छ र विशेष यो चलचित्र बारुको छायाग्रहणका निम्ति हामी यहाँ आएका छौँ र तपाईँहरूले हेर्न सक्नुहुन्छ टोटल यहाँ हाम्रो मगर दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। आज यहाँ डरो मेला छ है त। ल मेला सुरु हुँदैछ। अब म फेरि घुम्दै 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 कहाँ पुग्छु भने ल र छायाङ्कनमा हाम्रो सर हुनुहुन्छ भने धन्यवाद। सम्पूर्ण साथीहरू हुनुहुन्छ होइन। हाम्रो यहाँ बाल कलाकार हाम्रो, तिम्रो नाम के हो बाबु भन? त्यो रियल नेम भन। श्रीष आले मगर। ल यो मुभीमा तिम्रो क्यारेक्टर भन ल। गोरे कि काले? काले हो। यता दिपिका, यता मैसाब। हेलो मैसाब, के हो र चित्र भाउ खाने? यसो आँखा झम्काइन न। सुटिङ भइरहेछ। अब हामी लसुनेको यो बजारबाट अझै कति आधी घन्टा 45 मिनट लगाएर तल आएर हामी गरिरहेछौँ। अहिले चाहिँ म सुटिङ गर्दा गर्दै साह्रै च्याप्यो, नलीहरू फुट्ला जस्तो भए। त्यहाँ अब त्यही त सुटिङमा यही गाह्रो, सुन थन्काउन र जल थन्काउन एकदमै गाह्रो। अहिले चाहिँ म यसो खोज्दै एउटा घर आइपुगेको छु। यो घर चाहिँ फेरि बडो राम्रो स्टाइलमा बनेको छ यो घर। यता चाहिँ गुलाबका फुलहरू छन्, कस्तो राम्रो भाइब्स छ यहाँ एकदम गाउँको। अनि यो चाहिँ पक्कै पनि बुढी आमाको घर होला। आच्छी यहाँ के हो यहाँ? ए मुने, ल हेर्नुहोस् त यहाँ मुने पो रहेछ, सानो मुने रहेछ। मुने आ ल यता मुने पनि रहेछ, यता यो सानो घर पनि रहेछ। अब यता के छन्। अब यता जाउँ। म चाहिँ यहाँ पिसाब फेर्ने ठाउँ कता खोज्दै आएको है, पानी पनि कलकल। अब यता जाउँ। ए भर्खर छोराछोरी गिराउनु भएको रहेछ, पक्कै पनि हो। ए वहाँ रहेछ। ल टोइलेट पनि भेटाएँ। अनि यहाँ के भेटाएँ? यहाँ के सुतिरहेछ यहाँ? ल ए भगवान्, अझ त्यहाँ कुखुरा पनि रहेछ। ए ए ए ए कालो बुङ्गुर तेरीमा, धराने सुँगुर। धराने त होइन, यो लसुनेको सुँगुर कालो। कम्ता डेन्जर चाहिँ छैन है तेरीका। ऊ त्यहाँ बाख्रा साख्रा के सबै रहेछ। ल काठसाट के हो सबै छ यहाँ। यो गाउँमा भनेको गाउँमा एकदमै छ क्या, गाउँको भाइब चाहिँ पुरै नगरौँ। र फेरि अब उता कहाँ मरो भन्ला नि फेरि अब सुटिङतिर जान्छु है। सुटिङको त देखाउन मिलेन, त्यही पनि एकछिन। ल भेना बिना त पानी बिनाको माछा जस्तो तडपिने रहेछ। भेना हिजो के गरेको हामीले भनिदिउँ? ए भेना अरे साली हिजो हामीले के गरेको भनिदिउँ? नभन्ने सेक्रेट हो। तिम्रो अब पेट फुल्लेला जस्तो छ। कस्तो निस्किन्छ होला है? तर तिम्रो हड्डी मात्र रहेछ क्या, भाँचेला जस्तो छ भने। मोट पनि सेक्सी छ त है, राम्रै देखेछ आज।
मायाको डोरीले जीवन एक कपालबाट बिर्सेर नाम फेरि को हो यहाँ झिरझिरा हटाउन अनि तिमी साडी लास दही चिउरी रहेछ जाऊ मेरो भेनाको छेउमा चाहिँ आउने लगेर जाऊ तिमीलाई बुद्धेश्वर लिएर गयो यो के हो यो कुवाबारी किराना पसल ला नपा सात चामाचिन अनि यता चाहिँ को हो फेरि साउनी हो त भाइ अबि कति करोड हो हातमा 500 करोड कति हो अरे बोजू नमस्कार आराम हुनुहुन्छ जोरले जोरले है पछाडिको नातिनी हो आमा यस्तो पाएको रहेछ अनि म ए यता हाम्रो झोरले खै त झोरले ल यो चाहिँ मैले यसो रेकर्ड गरेछु है यहाँ कुवाबारी किराना पसलकै साउ हजुर साउ 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 कति करोड कमाइयो आज आज त्यस्तै 5-7 करोड पुग्छ होला ओहो साह्रै राम्रो हैन साह्रै राम्रो कमाइ भएछ नि ल यता के भइरहेछ यता खार्लाङ खोर्लुङ ए खोरखोरे कसले खेलायो यहाँ पुलिस आउँदैछ अरे हो र ल ल ल ल ल ल झोरले है सबैजनालाई ल ल ल ल ल मारौँ त मारौँ के पर्दो रहेछ झन्डीमा हालौ झन्डीमा आउँछ झन्डीमा मलाई 700 हो झन्डी झन्डी झन्डीमा 50 हो ल झन्डीमा 50 रे अब आयो 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 झन्डीमा आयो झन्डी ल झन्डी झन्डी 1 भोटे 2 झन्डी 1 पर्यो यार पर्यो त पर्यो झन्डी चाहिँ पर्यो यहाँ चाहिँ पुरै आज मेला लागिरहेको छ हाम्रो मगरको मेला यहाँ धेरै राम्रो छ यता बाजे झन्डीमा 2 करोड हजुर त्यति नहान्नेहरु 2 करोड ल एकचोटि त देखेछ झन्डीले हजुर ल सरी के गर्नु हजुर पैसा त झरेर छ फेरि यसरी अब यस्तो के गर्ने ओए फेरि दिने सरी सरलाई हजुर ल अब चाहिँ म पानामा राख्नु पर्ला हजुर भागको किटा हो हजुर 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 पानामा खोलौँ त हुन्छ हजुर पारेन छैन हजुर पुटलक हजुर ए बाजेले झेलेन्डी गर्दो रहेछ हेर्नु यस्तो हान्दिने सर के गर्ने यस्तो अन्त यस्तो दिने पर्छ अब यस्तो भागको किटा हो नि त हजुर ए ल ल भोटेमा ल मेरो अहिले झन्डीमा हारौँ त ल हुन्छ हजुर ल को झन्डी झन्डी 2 झन्डी 2 बाजे बेस्ट अफ लक छ खै त अनि पैसा खै त बाजे पैसा हजुरलाई पनि 50 दिएर 50 गर्नु पर्यो नि त मैले के गर्नु है ए ल हस् थ्याङ्क यू जित्यो जित्यो ल अब मेरो इटामा राख्छु इटामा ओके छ इटा इटा फेरि अब हजुर नम्बर छ हजुर के गर्नु है ए गयो हजुर गयो हस् फेरि दियो हजुर नि फेरि दियो अब के गर्ने अब यस्तो बुर्जा हजुर बुर्जा फेरि बुर्जा आयो पुर्साले बुर्जा हाल्न नमिल्ने ल ल बाजे अहिले आउँछु है पैसा लिएर हुन्छ हस् जोरले जोरले सबैजनालाई झोरले नमस्कार आराम हुनुहुन्छ सेवारो लसुनेलाई धेरै धेरै माया है अरू के भन्ने केही नभन्ने हजुर 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 सुर्ती मार्दा मार्दै गयो जोबना गयो 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 यता हाम्रो दिदीहरू हुनुहुन्छ यता फेरि क्युट बाबु हुनुहुने रहेछ आहा ल सानो माया यता चाहिँ को हो माइली साइली काइली राइली सबै छौ है वाह ल बडो खुसी लाग्यो तपाईँहरूलाई भेटेर है नमस्कार फेरि आउला नि फेरि म त रोइहाल्छु क्या म गइहालेँ ल आँसु आयो मेरो ल ल बाबाई गरिदिनुहोस् बाबाई ल हस् 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 यता 2 जना पछाडि जाउला नि तल है जाँदैन हजुर अन्त नरुनु भनेको झरी जान्छ कि ए हो ल ल हजुर 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 ल नमस्कार ल बाबाई सालीको माया भेनालाई ल्याइदिएँ सालीलाई नदिखान ल ल ल यो खाएपछि त सालीलाई काम लाग्छ यसले त पावर आउँछ त्यही भएर इनर्जी आउने कुराहरू लिएर बदामले पनि पावर आउँछ यो पनि सालीलाई काम लाग्छ त्यही भएर ल्याइदिएको क्या ल ल सालीको फेरि डाइट हेर्नुहोस् न यहाँ प्रीति छाउछौ
के हो यो प्रीति चाउजो आफै पकाएर भोक लागिरह एकछिन खान्छ ल ल खाऊ ल खै भेनालाई नि खुवाउ न खुवाउने साच्चै यहाँ बनाइरा साली बनाऊ बा के हो यो त खान्न नि चाउचो त के चाहिँ खानुहुन्छ बदाम खान्छु बदाम फोकाउ साली सब जानेछ कि सालीले बहुत माया गर्छ यार के गर्ने यार अब दिलवाली हो साली भयो पनि अब घरले जाऊ भयो थ्याङ्क यू साली ए आमा दिदी हो झोरले नमस्कार हजुर हजुर भोक लागेर आएको हजुर भोक लागेर यो खान पाइन्छ हजुर म त साह्रै गरिब मान्छे पुचुङ्रे गरिब साह्रै हो र हजुर कति राम्रो देखेको आहा हो है साह्रै गरिब मान्छे हजुर म त खानु पर्यो हजुर के यो के हो यो के हो यो 3 पाने कति हो एक ग्लासको 50 रुपियाँ छैन पैसा अब हामीलाई घाटा पर्छ उधारो दिनु त उधारो मिल्दैन ए उधारो मायाले ल यता पनि हाम्रो आमाहरूलाई झोरले कति राम्रो देखेको आहा सुन त फेरि चोरी होला यसरी नलारिनु ए के लसुन हो लसुनेमा लसुन ल यता आमाहरू झोरले बाजे ओहो बाजे 3 पाने हो ओहो जाड खाँदै यता चाहिँ हाम्रो सेलरोटी कतिको हो 10 रुपियाँ गोटा आमा कति महँगो आमा अब 10 रुपियाँ खोज्न कता जाम कति महँगो अरे अर्कोमा सस्तो त्यो बाँस राखेकोमा ओहो बाँस राखेकोमा त मलाई झुन्ड्याउला नि त ई सेलरोटी पकोडा के हो के उता के छ ओहो सेलरोटी त टनाटन रहेछ नि त 5 रुपियाँ गोटा सेलरोटी हजुर 3 पाने पनि छ ए हजुर आमा नमस्कार है म त पैसा खोज्न हिँडेको भोक लाग्यो ल आमा म 10 रुपियाँ ब्याङ्कबाट खोजेर लिएर आउँछु है बाजे नमस्कार हजुर पुग्छु मसँग उस छ हेलिकप्टर हजुर पंखा नभएको हेलिकप्टर छ है म आउँछु ल यता फेरि कति राम्रो फोटो खिचेको आहा नि चतर कति राम्रो देखेको वाह को हो र 2 जना एउटै आमा छोरी भेट भयो घैटा जत्रो पेट भयो अरे कति राम्रो ल ए भेना ओ साला बाबु 3 बानेले तपाईलाई बोलाइरहेछ जानुस् त्यही छ ल अब म चाहिँ 10 रुपियाँ खोज्न हिँडेको किनभने खानु त पर्यो सेलरोटी हो त्यहाँ साली आयो साली ए साली तिमीले मलाई ल्याइदिएको यो इनर्जी किन खाएको तिमीले भन्न त अब भेना अलरेडी डरो हुनुहुन्छ अरे त्यही भएर म पनि हल्का भेना त रहेछ नि डर हुनु किन भेनासँग डर लाग्यो क्या डर त लाग्दैन अनि किन खाएको त त्यही स्ट्रङ मतलब जुत्दा फेरि फाइट खेल्दा फेरि बराबरी होस् भनेर ल बराबरी हुनु पर्यो नि हैन हेर है फेरि भेना ल साली हेर छिटो साइड लगाउने हो लगाऊ नत्र फेरि म तिमीलाई मैले फेरि केही गर्दिन नि फेरि
यो तिम्रो भेनाले 2-4 दिन यताउति पारो तिमीलाई बिजुली पार्छ अनि रुँदैन आज कति माया गर्नुहुन्छ भेनाले कति माया गर्नुहुन्छ हो भेनाले आज रेड बुल खाछ है के होला तिमी डरो हो है पित्रिक्क माछी हुनु सक्यो नि भाँचिँदैन है डर भइसक्यो डरो है हतपत लड्दिन डेट भाँच्यो नि तिमी भाँचिनु भएन हजुर भेटेको ए नमस्कार खै त हात मिलाउनु त यार झोरले फोटो खिच्ने हो पैसा तिर्नुपर्छ 2 करोड छ 2 करोड 2 रिटर्न छैन 2 करोड पुरै नगर्नु न छैन है ल ल ल मेरो भाइ खुसी लाग्यो भेटेर ल है ल थ्याङ्क यू तपाईँले भन्नु 2 करोड तर मसँग रुपियाँ छैन कि छैन है होइन जानुपर्छ त हराइरहेछ एउटा क्लिक लिनु लिने पख एउटा यहाँ बनाउँछु आयो है त ल ए हजुर झोरले नमस्कार साह्रै खुसी लाग्यो हजुरहरूलाई भेटेर हजुर तपाईहरू साह्रै राम्रो हुनुहुन्छ हजुर फोटो खिच्ने 3 करोड लाग्छ हजुर फोटो खिचेको 10 करोड आपुई कति महँगो चेलीबेटीहरू ल ए हो ल आउनिस् यो भाइ गएन पैसा तिर्ने खिच्ने अनि आमा पैसा तिर्नु पर्छ कति छ पैसा छैन त ल तपाईसँग त्यतिकै हाइट त मिलाउनु पर्यो साँच्ची भएन मैसँग सक्छ क्या हाइट त भेनासँग छैन तपाईँहरू पनि डोना भेनासँग फोटो खिच्नुको लागि रेडी हो पालै पाइँदैन पैसा कति बोक्नु भएको अनि चाहिन्छ त पैसा भेनासँग त अब यहाँ त सित्तैमा त नसकिने भयो नि त कति डोना भेनाको चाहिँ एकदम त्यही त डबल हुनुभयो त त्यो पनि भाले भयो कि ए आमा हो नमस्कार पैसा लिएर आए सेल किन्नलाई अब पैसा लिएर आए यति धेरै किनेर जान्छु कति हो सेलको ल यो 20 करोड हो 20 करोडको जति आउँछ त्यति दिने 20 करोडको रोटी अलि पुग्दैन भाइ हो र अब के गर्ने त फिर्ता ए हजुर 60 ल भोलि होइन तपाईँ 20 करोडै राख्नु आमा 20 करोडमा यो आयो हजुर नमस्कार अनि यो त तर हेरौँ सेलरोटी हेरौँ यो 20 करोडको सेलरोटी रे दादा रे दादा कति महँगो वाह हो र यो पकौडा हो एउटा दिनु त चाख्छु अनि बल्ल पैसा दिन्छु है अब चाखेपछि पैसा परेन 12 वाह यो 12 हो 12 झर्छ क्या मेरो दाँतको दारा हजुर पैसा तिर्छु आमा यी फेरि फिर्ता गर्नु होइन होइन तपाईँहरू यहाँ बेचमा बस्नुभयो हो यो राख्नु है अब यो के अरे आमा यो 12 आहा झरोस् मेरो दाँतको दारा यो चाहिँ आमा के अरे 20 करोडको सेलरोटी होइन यो त के हो रेल रोटी जस्तो सेलरोटी होइन 20 करोडको जीवनमै पहिलोचोटि यति महँगो रोटी खाइयो स्यातर यो हाम्रो कामचिङ बजारको कामचिङ बजार है आमा नमस्कार एकले खाए भुँडी दुख्छ होला तपाईँ थोरै खानुहोस् खाइदिनु आमा छोराले खाउनु भएको छोराले खाएपछि आमालाई पनि खुवाउनु पर्यो मारलाई खाइदिउँ न त केही हुन्छ कि त हो यो सालदेखि हो अब बुढाले चाहिँ मार्ने भयो
अब अरूलाई खुवाउँदाखेरि चाहिँ आफ्नो भोको पेट होला जस्तो छ। धन्यवाद सबैलाई। ओइ राम 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 राम। ल टिपे हिँड्ने साली खाऊ दामी रहेछ खाउनु भयो ल सालीलाई पनि खुवाउनु परिहाल्यो। आमा तिम्रो त फेरि स्टाइल पनि अर्कै खाए जस्तो छ त। कहिलेकाहीँ जीवनमा हिँड्नु पनि पर्छ, आफ्नो खुट्टाहरू तनाकुन पार्नु पनि पर्छ। जहाँ पायो त्यही बाकस गिराएको छ, बसेको छ, पुरै ठाउँ फोरो बनाएको छ। पर्रा नि ठेला रातो भोग लाग्यो भोग नि। अब म आफै खानुस् भन्न नि है के गर्नुहुन्छ र? एउटा उखान छ नि, बल्ला खाइस मङ्गलले आफ्नै उतार्नु परेर घरमा सुत्ने बेला आउनुभयो। अब कस्तो मिठो खानु भएछ। अब मैले ढुङ्गा फाल्छु, तपाईँले के भन्ने? चतर चतर फालेपछि के भन्ने? चतर चतर। गुड ल हस् नमस्कार। चतर चतर कसको फोन हो यो? कपिला को भेना बोलाउन के काले ए गोरे भेना खिचेर लुकेर खिचेको हामीले। ओए साली ल साली भेनाको ल चियर्स 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 चियर्स। यस्तो हुन्छ है हाम्रो फेरि यहाँ मेलामा साली भेनाको। अब यो खानी यो खानी यो खानी अनि त्यो पनि खानी अनि जानी है। थाहा छ नि आज कहाँ जाने हो? बिरेडी इनर्जी खाइसक्यो नि अघि। ल अब यो पनि खाऊ अनि ताकतिलो हो। ओके ल ल ल। यता पनि आमाहरू आमा आमा खानिस् हस् ल जोरले जोरले। तपाईँहरू यतैको हो? ल सुनेको हो? सोरमुन सोलमुङ सोलमुङ। यता आमा चाहिँ कताको हो? सन्चिम। ल ल ल ल खानुस् खानिस् खानिस्। आशा आशा। ल हाम्रो त यहाँ हेर्नुहोस् त साली यता अनि यता चाहिँ के हो यो? पुरै भिड छ त अनि साह्रै दुःख गरेर खाइयो। यो भेनाको भेनाको डिस खाऊ खाऊ छिटो खाऊ। सालीले त के हो के सम्झेर खाएको नि? ल ल अब चाहिँ सालीले आफ्नो खाएर सकिन्, अब मलाई खुवाउने रे। ल खुवाऊ खुवाऊ साली। भेना अब यो चाहिँ सेलरोटी खानु सालीको। सालीको सेलरोटी? सालीको सेलरोटी खान्न छिटो। कस्तो हो र कस्तो मिठो छ। सालीको सेलरोटी त नखायो नि मिठो भएन? ठुस ठुस बास्ना आयो भने न बास्ना। चुप लागा। त्यो खाने बेलामा रोटी भनेर खुवाउनु के को सालीको सेलरोटी हो र? जे भने सालीले यस्तो सेलरोटी खुवाउने साली पाउनु भएको छ। खुसी हुनु के खुसी हुनु हो। तिमीले पनि के खुवाउँछौ? अनि खुवाउनु परेन भेनालाई? ल भेनालाई खुवाउनु परेन त? खुवाउनु पर्यो। अन्त भेनालाई दरो बनाउनु पर्यो, मोटो बनाउनु पर्यो। अनि पो सालीलाई खुसी राख्न सक्छु। हो नि अनि साली भेना साली साली कसको? भेनाको। ल पपी खाऊ। ल खाने हो र? यहाँ नखाने क्या? यहाँ नखाने भरे त सिक्रेटमा। ल सिक्रेटमा च्यातर च्यातर। म चाहिँ यहाँ डोना भेनालाई देखाउन गइरहेको छु। यहाँ हेर्नु यो चाहिँ डोना भेनाको सानोको हो। हेलो डोना भेना। हाई अघि आयो। हेर न भेना त भेना खतरा छ नि। भेना डोना भेना डोना भेना यता 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 साली यता यता आइज। यो सानो सानोको डोना भेना हो। हेलो भेना झोरले के खबर?
ठिकैले ए अरे क्या भयो भाइ पो उफ्रिन्छ त आम्मा कहाँ त्यस्तो गर्छु त ल दाइको पालो गरौ है दाइको कल कल अविरल बगिरहने खात खोलाको निश्चल पानी हो बगरमा लडिरहेको कालो शालिग्राम ढुङ्गा हुने कालो टुक्रा बगरमा लडिरहेको बगरमा लडिरहेको कालो शालिग्राम ढुङ्गा हुने ठोक्किँदै दुख्रिँदै अयो आँखा गर्दै तिमी सँग बग्ने मेरो जीवनदेखि थाकिसके कहिलेकाहीँ लाग्छ तिमीलाई मृत्यु नै यहाँ प्यारो लाग्छ सानो सानो बिरुवा बोली हुन्छ रुख प्रिय म राख्छु दुखै तर ताली बजाउन यार अनि ल नेपालीमा माछा भनिन्छ भने अङ्ग्रेजीमा फिस अरूलाई दिन्छु खिस्स मुस्कान तर लालीलाई दिन्छु ओठमा खिस फुटेको चुरा हो जोडेर जोडिन्छ फुटेको चुरा हो जोडेर जोडिन्छ 100 मिलनको माया हो यार तोडेर तोडिन्छ